आज भाइरल पार्क घुम्न जाँदा रमाइलो भयो, तर त्यो भाइरल पार्कको फुलबारीमा गएर भिडियो बनाउँदा हामीलाई त्यो फुलबारीको मालिकले के भन्यो होला त सुन्नको लागि भिडियोमा बनिरहनु। अल गुड गाइज, हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै र आरामै छु भन्नका साथ आज चाहिँ हामी जाँदैछौँ कोलपुरको भाइरल पार्क। अहिले चाहिँ त्यो धेरै नै भाइरल छ। हजुरहरूले टिकटक अथवा फेसबुक, इन्स्टा, युट्युब जताभावी जर देख्नु त भएको होला, हजुरहरू गइ पनि सक्नु भएको होला। तर हामी चाहिँ आज जाँदैछौँ। त्यहाँ गएर के हुन्छ र कस्तो हुन्छ इन्जोय गर्नेछौँ र हजुरहरूलाई पनि देखाउनेछौँ र भिडियोमा बनिरहनु होला र भिडियो पुरा हेरेर साथ सपोर्ट दिनु होला। घरबाट निस्केर चाहिँ हामीले आफ्नै दाइलाई अटोवालालाई बोलाएर बसिहाल्छौँ। आफ्नै दाइ हुनुहुन्छ यहाँ चाहिँ हामीलाई लगिदिँदैछौँ। मैले भनेको दाइ हामीलाई उहाँ ढकेरीसम्म छोडिदिन्न, भाइ ढकेरीसम्म छोडिदिन त छोडिदिन्थे, तर के गर्नु अब यो अटोले लग्दासम्म चाहिँ हुन्छ चार्जर, आउँदासम्म चाहिँ चार्जर हुँदैन भन्नुभयो। यो चार्जरवाला अटोको प्रब्लम नै यही हो। अब पेट्रोलवालामा बसौँ भने आजभोलि पेट्रोलको भाउ बढेर भाडा नै यति महँगो गराइदिएछ कि अब बस्न नै सकिन्न। फेरि के भन्नु, अब गाह्रो छ हामीलाई त जताकतै। त्यो दाइले त्यहाँ छोडिदिँदाखेरि हामीले पुसाइलाई फोन गरेर आफ्नै पुसाइलाई बोलाएर हामी अटोमा बसिहाल्छौँ। त्यो हरियाली भएको बाटोलाई चाहिँ अहिले गर्मीको सिजन भएर पुरै सुकेको छ बाटो नि पुरै यस्तो देखिन्छ कि बाबा नेपाल पनि यस्तो घिनलाग्दो छ र भन्ने टाइपको त्यस्तो होइन, तर नेपाल चाहिँ बहुत सुन्दर छ। फेरि हामीले चाहिँ यहाँ पुगेर यो दिदीलाई हामीले बनाउन पठाउँछौँ चाउमिन। भन्दा चाहिँ मजाक लाग्ला, तर यो दिदीले बनाएको चाउमिन र नमकिन चाहिँ यति मिठो लाग्यो कि कुरै छोडिदिने, यति मिठो कि अब यहाँको जति तारिफ गरे त्यति कम लाग्ने हुन्छ। अब हजुरहरू पनि ढकेरी पार्क जाँदै हुनुहुन्छ भने यो नास्ता पसलबाट सामान लिएर जानु होला। हामीले चाहिँ यति धेरै सामान लगेर गइसकेका छौँ। फेरि हाम्रो दिदीले देखाउँदैछ एउटा डिउको बोतल, चाउमिन, समोसा, नमकिन, अगरम बगरम, अन्डा बन्डा सब लगेर गएको थियौँ। पछि फेरि पार्कको बाहिर चाहिँ चटपटे मिल्दो रहेछ। फेरि चटपटे त नखाने कुरै भएन, फेरि चटपटे पनि लगिसक्यौँ हामीले। त्यहाँ बड्ड अङ्कललाई बनाउन पठाएर चाहिँ हामीले चटपटे लगेर जल्दी हुन्छौँ। देख्न सक्नुहुन्छ यस्तो दामी गेट र हामी इन्ट्री हानिरहेको छौँ। यति धेरै मान्छेसँग आउँदा चाहिँ रमाइलो हुँदो रहेछ भन्ने मैले बुझिसकेको छु। हेर्न सक्नुहुन्छ पार्कहरू यहाँ चाहिँ यहाँको सबैभन्दा भाइरल भन्ने चिज के हो भनेपछि फुलहरू के फुलहरू हुन्छ नि, त्यो रोपेर यस्तो दामी बनाइदिएको छ। हामी फेरि जान सायद हामी चाहिँ खान लाग्छौँ, किनकि अब त्यो डिउसिउ गरम भएपछि मजा आउँदैन। पहिला खाने हो, इन्जोय गर्ने हो, त्यसपछि फोटो सुट गर्ने हो। अब फोटो चाहिँ अब हेर्नलाई मेरो यो मिनी ब्लगको टाइम चाहिँ 3 मिनट हुन्छ। मैले 4 मिनट बनाइदिएको छु, तर पनि अब 2-3टा फोटोहरू चाहिँ मैले हालिदिन्छु क्लिप्सहरू हजुरहरूलाई। हजुरहरू हेर्न सक्नुहुन्छ। अब हेरेर कस्तो लाग्छ सबैहरू कमेन्ट गर्नु होला। फेरि हामीले चाहिँ यहाँ खाँदैछौँ चाउमिन होइन, त्यो दिदीले बनाएको चाउमिन चाहिँ यति मिठो लाग्यो नि मलाई। अब महिलाई मात्र होइन दिदीलाई नि यति मिठो लाग्यो भन्दै मेरो भेनाले चाहिँ अब भाइरको चिज खासै खानुहुन्न। मेरो भेनालाई पनि त्यो दिदीले बनाएको नमकिन चाहिँ यति मिठो लाग्यो कि यस्तो नमकिन चाहिँ मैले आजसम्म नेपालमा कहीँ खाएको भन्दै हुनुहुन्थ्यो। ठिक छ नि त, अब मैले त्यो दिदीको भिडियो नि बनाएको छु। अब त्यो दिदीको तारिफ हानिदिनुपर्छ। त्यो दिदीले चाहिँ भिडियो देख्नुभयो भने, मेरो भिडियो हेर्नु भएको रहेछ भने भिडियो हजुरहरूले सेयर गर्नु होला है दिदी। अति नै मिठो लागेर होला यसले चाहिँ पुरै छोड्ने नै मन माने थिएँ नि, पुरै मुखै घुसार्ली जस्तो गर्छ त बा। मलाई त अचम्मै लाग्छ।